लुक्समबर्गको टुर सकाएर अब हाम्रो नेक्स्ट डेस्टिनेसन भनेको चाहिँ फ्रान्सको प्यारिस हुनेछ। लुक्समबर्गबाट प्यारिस फ्रान्स पुग्न चाहिँ ठ्याक्क लगभग 5 घन्टा लाग्दो रहेछ गाडीमा। अनि कति बिच्चा बाटोमा खाना खाऊँ भनेर चाहिँ यो हामीले चाहिँ राइम्स भन्ने सिटीमा चाहिँ हामी चाहिँ एकछिन बसेको 2-3 घन्टा बसेर चाहिँ अलिअलि त्यहाँको यो पुरानो बिल्डिङहरू, यहाँको यो चर्च चाहिँ एकदम पपुलर रहेछ। अनि त्यही भएर चाहिँ यसो हेरौँ भनेर त्यहाँभित्र गएर अलिअलि हेऱ्यो। राम्रो रहेछ एकदम, यहाँको बिल्डिङहरू, यो भित्रको आर्टहरू हेऱ्यो भने एकदम खतरा रहेछ। अनि यो चर्चहरू चाहिँ एकदम 100 वर्ष पुरानो चर्चहरू अरे। अनि आमाहरूलाई त्यस्तो भन्दाखेरि चाहिँ एकदम चकित भएर हेर्नुभएको थियो, कसरी बनायो होला त्यतिखेरको जमानामा भन्दाखेरि पनि। राइम्समा लगभग 2-3 घन्टा बस्यो, प्लस खानासाना खाएर चाहिँ हामी चाहिँ निस्किएपछि त्यसपछिको हाम्रो मेन डेस्टिनेसन भनेको चाहिँ फ्रान्सको पेरिस नै थियो। त्यही भएर हामी चाहिँ त्यहाँबाट लगभग 2 घन्टाको गाडीको बाटो लिएर हामी चाहिँ फाइनली पेरिस पुग्यौँ। पेरिस गइसकेपछि आइफेल टावर त छुटाउनै भएन, त्यही भएर हाम्रो मेन फोकस चाहिँ आइफेल टावर भएको भएर त्यो पनि अझै बेलुकाको बेलामा चाहिँ यस्तो रमाइलो हुन्छ नि। त्यही भएर बेलुका नै पारेर हामी चाहिँ मजाले घुम्यौँ बेलुकातिर। अनि आमा बाबाहरूलाई चाहिँ मैले अब नेक्स्ट टाइम आउने नआउने थाहा छैन, अब अहिले मजाले हेरेर मजाले इच्छा पुऱ्याउनुहोस् भनेर भनेको। मजाले जे होस् रमाइलो भएको थियो यो त्यतिखेर चाहिँ। अनि यो भयो ट्रेन स्टेसनको बाटो। अब ट्रेन खोज्दै हिँड्ने गरेको। अब यति तल छ अब फ्रान्सको पेरिसमा। त्यही भएर एकदम सबै कुरा नयाँ नौलो भएको हुनाले आमाहरू चाहिँ एकदम दङ्ग भन्नुभएको थियो। अनि यो हाम्रो पेरिसमा चाहिँ लगभग 4 दिन फुल डे थियो। त्यही भएर मजाले घुम्ने हाम्रो मिल्ने टाइम चाहिँ मजाले थियो। त्यही भएर मजाले बिस्तारै सबै ठाउँमा घुमेर चाहिँ मजाले सकायो। मेन अब इम्पोर्टेन्ट ठाउँहरू कहाँ छ अब पेरिसको हेर्न लायकको ठाउँहरू सबै ठाउँमा घुमेर मजाले सकियो। यो भयो आइफेल टावर। फेरि पनि अब बेलुका मात्रै हेरेर भएन, दिउँसो पनि हेर्नु पऱ्यो भनेर फेरि पनि लिएर आएको आमा बाबालाई चाहिँ। अनि यो भयो आर्क डे ट्रिम्फ भन्ने ठाउँ हो। आज यो ठाउँ पनि एकदम वर्थ इट नै छ है, यहाँ जानुभयो भने चाहिँ छुटाउनु भएन। अनि यो भयो क्याथेड्रल नोट्रे डाम भन्ने। यो ठाउँबाट चाहिँ नेपाली रेस्टुरेन्टहरू चाहिँ टन्नै भेटाइदो रहेछ। त्यही भएर हामी चाहिँ नेपाली खाना खान गएको थियो। नेपाली मोमोहरू भयो, नेवारी खानाहरू, अब आफूलाई जस्तो मन लाग्यो अब लगभग एकदम राम्रो पाउँदो रहेछ नेपाली खानाहरू पनि पेरिसमा चाहिँ। अनि यो भयो मोन्टमार्ट्रे, यो पनि एकदम पपुलर ठाउँ। पेरिसलाई अब बाई भनेर अब हाम्रो नेक्स्ट डेस्टिनेसन चाहिँ बेल्जियमतिर लाग्यो।